आज हो स्याटरडे, सानीको होलिडे, त्यही भएर भाटभटेनी जाने भन्दैछ। अनि उसले चाहिँ भाटभटेनीमा उसको सानो सपिङ छ अरे। अनि ऊ चाहिँ रेडी भएर निस्किसक्यो होइन। अनि हामीलाई फर्किरहेको छु। हामी चाहिँ अब टाइम लाग्छ नि त, उसलाई अगाडि रेडी पारेर निकालेको छौँ। अनि सेकेन्डमा चाहिँ भाइ आयो रेडी भएर। भाइ चाहिँ ह्याप्पी छ भाटभटेनी जानु पाएर। अनि त्यहीँ बसिरहेको थियो सानुको साथी हो क्या ऊ चाहिँ। अलिक सानो छ भाइ हो, तर दुईजना चाहिँ मिल्थ्यो। उसको चाहिँ के भएर खुट्टा भाँचिएछ। अनि टेम्पो पर छ, हामी चाहिँ टेम्पोमा चढेर गइसक्यौँ। टेम्पोमा चढेको सुल्थिन रुन थाल्यो। अनि उसलाई चाहिँ मैले त्यस गरी भिडियो गरेँ। अनि अलिअलि हाँस्न थाल्यो। अनि ऊ टेम्पोमा रुको भएर चाहिँ हामीले लगेर त्यहाँ राख्यौँ होइन। उसलाई फ्रेस बनायौँ, मैले डुलाएँ घुमाएँ। अनि त्यसपछि मात्रै ऊ चाहिँ फ्रेस भयो क्या। अनि मात्रै सुल्थिन चाहिँ ह्याप्पी भयो। अनि सानो चाहिँ चस्मा लभर हो। अनि ऊ चाहिँ जहाँ गए पनि ग्लास कलेक्ट गर्छ क्या, यहाँ पनि हेरिहाल्यो। तर चाहिँ हामीलाई मन परेन, त्यो भएर ऊ चाहिँ त्यहीँ छोड्छ। मन पर्दैन भनेर छोडिदिन्छ क्या उसले चाहिँ छोडेर। अनि त्यहाँदेखि टली घिसाड जाँदै थियो, ऊ चाहिँ चढ्ने हेऱ्यो क्या। अनि चढाएर उसलाई पनि हिँडायो। अनि फुच्चे चाहिँ फेरि टलीमा घिसिरहेको देखेर चाहिँ ऊ पनि पछि आयो क्या। उसलाई पनि मन पर्यो अरे। अनि टलीमा नदिएको त बेडरुममा गएछ, हेर्दै थियो। अनि म पनि यस्तो भिडियो पऱ्यो भने त सानी त भिच्केर मेरो डिस्टर्ब भयो अरे उसलाई। अनि गयो एक्लै लुगा हेर्दैछ, पर गएर सानी त। अनि मैले चाहिँ त्यहीँबाट लुकेर उसलाई खिचेँ। टलीमा बस्नु लगेको रिसायो सानो त, त्यही भएर लु तिमी नै टली तान भनेर दिएको त। तान्दै गयो। त्यहाँ चाहिँ त्यो टलीमा चाहिँ कति बच्चा लडिसक्यो अरे नि त पल्टेर। त्यही भएर स्टाफले भनेपछि चाहिँ हामी नदिएको थियौँ। अनि ऊ चाहिँ रिसायो क्या। अनि यो ठाउँ आइपुगेपछि चाहिँ सानी चाहिँ एकदम ह्याप्पी हुन्छ। धेरै खेल्ने कुरा छ नि त। अनि सबैलाई खेलेको हुन्छ उसले, त्यहाँ चाहिँ मजा गरिरहेको हुन्छ। सानीको साथसाथै हामी सबै ठुलोहरू पनि खेल्न व्यस्त हुन्छौँ क्या त्यो ठाउँमा चाहिँ। तिमीलाई कुन मन पर्यो एउटा मात्रै चुज गर, तिमीले घरमा लाँदै फाल्दै गर्छौ। अनि म चाहिँ मप स्टिक बोकेर हिँडिरहेको छु। यो स्टिक चाहिँ हामीलाई नयाँ बनाएको मातला घरमा चाहिएको छ, त्यही भएर स्टिक पनि लियौँ। सुल्थिनको मम्मी र सानुको मम्मी चाहिँ सामान हेर्नुमा व्यस्त छ। अनि म पनि सानुलाई यो चाहिँ मन परेन अरे क्या, फ्यालिदियो अरे। हेरेन भनेको मानेन। अनि सानो चाहिँ सबै कुरामा लोभिन्छ क्या। यो बोर्ड चाहिँ उसको घरमै छ, र पनि देख्यो भने पढ्नु चाहिँ छोड्दैन है उसले। अनि सुल्थिन सुत्यो, बाहिर बस्नु भनेर आएको त चेयर थिएन। त्यही भएर हामी दुईले च्यारमा बस्यौँ। बस्दा सानो मम्मीहरू पनि आउनुभयो। अनि सानुको मम्मीले चाहिँ आफूभन्दा ठुलो ब्याग बोक्यो। यो ब्याग चाहिँ ठुलो भएर म झन्डै लडेँ क्या। सानो चाहिँ मम्मीले बोकेछ। अनि सानो चाहिँ यहाँ के सोचेर होला ओखर खाँदैछ, उसलाई मनपर्छ यो ओखर चाहिँ। अनि राख त्यो अर्काको भनेको त ल झन् डल्लै लिएर पो फुटाउन थाल्यो। उसलाई थाहा छ नि त त्यो फुटाउनुपर्छ यसरी भनेर थाल्यो। अनि घर आएको त दाइले चाहिँ लियो लिएर आउनु भएछ। लियो भनेको हिँड्यो। घर आइपुग्नु पाएको छैन, उसलाई हतार पऱ्यो क्या सामान हेर्नुलाई। अनि जुत्ता खोल्न थाल्यो। काइँले फुपू सामान लिएर भित्र गएको, सानो पछि आएर खोल्नु सुरु गर्यो। कति एक्साइटेड छ सामान हेर्नुलाई। उसको मनपर्ने थिङ्सहरू छ नि त। यो चाहिँ मेरो हो, मलाई चाहिँ फुलहरू मनपर्छ, त्यही भएर प्रायः चाहिँ म यस्तो सपिङ गरिरहेको हुन्छु। यो चाहिँ भाइको, उसको निस्केको छैन कि अझै पनि।
देखाउ त तिम्रो के हो यो पनि नयाँ घरको लागि हो लु भयो तिमीले छोड्देऊ छिछि छिछि राख त्यहाँ के गरेर पोल्टे भयो हेर न अब सोपिङ हेर हालो माइली फुला पनि लिएर आयो सानोहरू चाहिँ देखाउनलाई आमा उसको मनपर्ने चाहिँ यो थियो यो त तर बिचमा खेल्ने हो हाम्रोमा त बिच छैन अनि घरमै खेल्छ अब मतलब छैन अरू हेर्नु अरू के छ छिटो निकाल्देऊ हेर न यहाँ के छ एउटा यहाँ हेर न के छ निकाल त त्यो पनि त्यो हो त के हो होइन अरे अर्कै निकाल्छ मन परेको हेर न सानो पनि आइपुग्यो स्कुलबाट यो पनि भाइको हो तर चाहिँ मन परेर हेरिरहेछ अनि बुक दियो 5 वटा आधा आधा सानो र भाइलाई ऊ चाहिँ खेल्नु सुरु गरिसक्यो उसको मनपर्ने थिङ चाहिँ अब लगाइहाल्छ यस सानो अब ल्याउ त म पनि खान्छु अनि सानो स्टप गऱ्यो साङ्गे चाहिँ खेल्नु थाल्यो यता भाइ बिजी छ दिदी आयो बाहिर देखाएको सानो चाहिँ यो यहाँ चाहिँ भाइ हेर्दैछ भाइले खेलेको हेर्दैछ भाइ तिमी र म अनि सानी चाहिँ त्यहाँ हेर कालु बुकुलु देख्यौ के सानो फिङ्गर फ्यामिली यो चाहिँ फिङ्गर फ्यामिली अनि यहाँ चाहिँ सानोको फिङ्गर फ्यामिली बनाउँदैछ अघि हेरेर किनेको थ्याङ्क यू फर वाचिङ ब्याट्री छ